आएको छ हाँस्दै हाँस्दै भरे तिमीलाई हालिदिन्छु म। आफूले चढ्ने गाडी चाहिँ यस्तो मजाले बुझ्दैछ है उसले। आफूले चढ्ने गाडी त यस्तो चटक चुटुक्क बनाउनु पर्यो नि त होइन। यस्तो पछाडि गर्लफ्रेन्ड राखेर हिँड्नु घुमाउनु पर्यो। तिम्रो चाहिँ खोइ बाइक? बुलेट चाहिँ बेच्यो। यतिको चाहिँ हुनु पर्यो क्या, यति चाहिँ हुनुपर्छ क्या। आफ्नो बाइक यति मजाले केयर गर्ने है। यस्तो घोटी घोटी आफू पनि यति मजाले नुहाउँदैन होला यसरी घोटेर, तर बाइकलाई चाहिँ भन्नुहुन्छ भने यस्तो मजाले नुहाइदिन्छ उसले। आफू पनि यति मजाले नुहाउँदैन यसरी घोटेर, तर बाइकलाई चाहिँ उसलाई एउटा धुलो पनि लाग्नु हुँदैन। पुरै क्लियर बनाउनु पर्छ उसको त्यो धुलोलाई हटाएर टल्काउनु। उफ यहाँ टायरको बिच बिच कहाँ कहाँको पनि देख्नुभयो। यो मान्छे हेर्नुहोस् यहाँ, यो चाहिँ मेरो भाइ हो होइन। एकदमै एकदमै यतिको चाहिँ हुनु पर्यो है। बाइक लगेर धोएर चटाक चुटुक यतिको चाहिँ सफा बनाउनु पर्छ है।